तपाईहरुले एउटा कहानी सुन्नु भएको छैन भने आज म सुनाउँछु तपाईहरुलाई एउटा कहानी। जंगलको बाघ र 12 सिंहेको कहानी। जब यी दुवैजना बिहान उठ्छन् नि, 12 सिंहेले के सोच्छ थाहा छ? यदि मैले आज आफ्नो जीव ज्यान लगाएर भागेन भने म साँझसम्म बाँच्न सक्दिन। र एउटा बाघ बिहान उठेर एउटा बाघले के सोच्छ भने यदि म आज आफ्नो जीव ज्यान लगाएर भागेन भने आज पनि साँझसम्म मैले भोकै बस्नुपर्छ। यसबाट के बुझिन्छ भने तपाई जति पनि बलवान हुनुस् या तपाई कमजोर, जिन्दगीमा संघर्ष चाहिँ दुवैजनाले गर्नुपर्छ बाँच्नको लागि। त्यसैले म सानो छु, म ठुलो छु, म यो छु, म त्यो छु भनेर घमण्ड नगर्दा हुन्छ। हामी सबैले बाँच्नको लागि संघर्ष गर्नै पर्छ।